मैले यहाँ धेरै जवानहरू देखिरहेको छु अनि स्पेसली महिमा त परमेश्वर होला हो, तर आजको यो गीत चाहिँ जवानहरूको लागि हुनेछ। उपदेशक 12ले भन्दछ कि वृद्ध अवस्था आउन अघि अनि दुःखको समय आउन अघि जवानी अवस्थामा परमप्रभुको सम्झना गर। आमेन। अनि हामी जवान छौँ, हामी सबैजना जवान छौँ। इजरायलमा त 60 वर्षसम्म जवान हो। त्यसले गर्दाखेरि यो गीतद्वारा प्रभुलाई महिमा होस्। आमेन। तपाईँलाई थाहा छ भने यो गीत तपाईँहरू मसँग गाउन सक्नुहुन्छ। परमेश्वरलाई देख्दैनौ भन्दैमा संसारलाई अङ्गाली हाल्नु पर्दैन। परमेश्वरलाई देख्दैनौ भन्दैमा संसारलाई अङ्गाली हाल्नु पर्दैन। जे देखिन्छ एक दिन धुलो भइजान्छ, जे देखिँदैन अचानक देखा पर्छ। ऐना हेरी मक्क पारिरहने समय छैन। ऐना भोलि त्यही हुन्छ तर जवानी हुँदैन। जवान सधैँ आऊ, परमेश्वरतर्फ मन फर्काऊ। आफ्नो सबै पापलाई मानिली यसु कहाँ धोई माग्न आऊ। हालेलुया। पृथ्वीको उमेर पनि ढल्दैछ, ऋतुहरूको मन परि चल्दैछ। हो कि होइन? पृथ्वीको उमेर पनि ढल्दैछ, ऋतुहरूको मन परि चल्दैछ। संसार लडाइ र हिंसाको राज्य भो, अन्तमा सबै आगोकै खाजा हो। ऐना हेरी मक्क परिरहने समय छैन। ऐना भोलि त्यही हुन्छ तर जवान जवान सबै सधैँ आऊ, परमेश्वरतर्फ मन फर्काऊ। आफ्नो सबै पापलाई मानिली यसु कहाँ धोई माग्न आ। सबैले भनौँ, जवान सधैँ आऊ। खै त आफ्नो सबै पाप यसु कहाँ धोई माग्न आ। थ्याङ्क यू।